हेलो गुड मर्निङ सो डे 13 of 100 डेजमा हजुरहरूलाई स्वागत छ। सो आज पनि म वकको लागि निस्किन लागेको। आज अलि ढिलो भइसकेको छ। एज यु क्यान सी घाम लागिसक्यो। बाटोमा लाँदा अलि अप्ठ्यारो लाग्छ कामले गर्दाखेरि चाहिँ, तर पनि हिँड्ने जर्नी कार्यक्रम निरन्तर रूपमा चल्ने रहनेछ। सो डे 13 को very good morning everyone. So again destination थाहा छैन, तर हिँड्ने काम जहाँ पुगिन्छ त्यही डेस्टिनेसन, त्यही हिसाबले हिँडिरहेको छु। हेलो गुड मर्निङ टुडे। गुड मर्निङ। वाकिङमा जाँदैछ दिदी। त्यही घटाउनु परेन अलिअलि। अब दिदीको पालो। ल दिदी बाई। अब म चाहिँ कतातिर जान्छु मलाई पनि थाहा छैन, बट हिँडौँ। सो आज त्यस्तो डेस्टिनेसन नै फाइनल गरेर छैन, कोरिडोरको बाटै हेर्छु। अनि फेरि अलि अगाडिपट्टि गएर कोरिडोर बाटो रमाएर म फर्किन्छु होला। अनि यतापट्टिबाट म हरिपुलबाट पाल्पा गरेर अनि माउका फर्किन्छु है त। अघि पोस्टेड नेपालमा बर्खा लागेपछि मात्र बाटो बन्छ भने साँच्चै नै हुने रहेछ ल। जहाँ हेर त्यहाँनिर अहिले बर्खाकै बेला आउँदा बाटो बन्ने जस्तो लाग्छ थाल्छ त। जो त आएर पाइप बिछाउने काम के यहाँनिर निकासको मात्रै खोजिन्छ जस्तो, विकासको भन्दा पनि सर चाहिँ म तल कोरिडोरबाट आइसकेको छु। यहाँबाट लागेको छु। यो तल कोरिडोरको प्रोजेक्टले पनि पहिलाको ग्राउन्डसम्म गएको थियो यहाँलाई। अहिले नभनिदिने घरि के यो नि बनाएको थियो होला 5-7 वर्ष 7-8 वर्षै लागेको होला यो बनाउनु पनि। अलिकति बने अलिकति नबनाइदिनु खतरा रहेको नि पनि। तर अहिले चाहिँ यस बनिसकेको कारणले गर्दाखेरि मान्छेलाई हिँड्न गर्न धेरै सजिलो भइरहेको छ। अहिले चट्ट लगाएर बस्नु ओर्नको लागि ठाउँ छ, बस्यो ओर्यो। पोर्खालाई पनि पाइन्छ। सो हिजो अस्तितिर हिँड्ने ठाउँ अलिक फरक। आज पुरै सिधा बाटो प्लेन बाटोमा। अस्तिको दिन डाँडा थियो, आज डाँडा काँडा छैन। सो अस्तिको दिन हामी गएको ठाउँ भनेको डाँडा अलिकति देखिन सकिन्छ, त्यो फ्ल्यागहरू भएको डाँडा, त्यही अस्ति समेट गरेको डाँडा। अनि त्यहाँपट्टिबाट यो यतापट्टिको एरिया चाहिँ सबै तल्लोखानी एरिया नै हो अस्ति हिँडेको बाटो। अब आज चाहिँ अलिकति फरक। आज चाहिँ जस्ट कोरिडोर रोड मात्र, यो बाटो हजुर नि। आज चाहिँ प्लेन बाटो चाहिँ आज चाहिँ रोजासी। यो बाटो चाहिँ पहिला धेरै अगाडि बच्चामा हुँदाखेरि हिँड्ने बाटो थियो क्या। खासमा चाहिँ सानो बाटो भने त्यस्तो सानो बाटो पनि, बट अनइभन रोड्स, नट इभन ग्राभल है। अब बर्खामा हिँड्नलाई गाह्रो हुने बाटो थियो। अनि हामी चाहिँ घरबाट अब लाइक साइकलको लागि भनेर रेन्टको लागि उठाउने, अनि साइकल गरेर हिँड्छु यो एरियाको बौद्ध एरिया। अनि त्यसपछि पेप्सी खोलातिर हामी साइकल लिएर हिँड्थ्यौँ। बट अहिलेको यो जुन रिसेन्ट चेन्जेसहरू, यो बाटो चाहिँ जस पिच भएको कारणले गर्दाखेरि हिँड्नको लागि चाहिँ धेरै सजिलो। तर पनि के भएको भन्नु, कोही ठाउँ सानो खाल्डो परिदिन्छ, अब त्यसमा न प्याच जोडिदिन्छ न के हुन्छ। अनि त्यही ठुल्ठुलो लास्ट गरेर
पटाउनै भनिन्छ। अनि के नेपालमा चाहिँ त्यो गरेर खाएको छैन। अब त्यही त नि जति मान्छेहरू हिँड्ने गर्ने भयो त्यति चल्ने त। उनीहरू जस्तो सटरहरू त्यो पिच नहुँदैसम्म नो देयर इज नथिङ। अहिले तर अहिले एभ्रिथिङ सुनदेखि नुनसम्म सब थरी पाइन्छ। गाडीदेखि बाइकसम्म बनाउनेदेखि लिएर बिगार्नेसम्म सब थरी अन्त सेम रोड यहाँनिर हरियो पुल आइसक्यो। म यहीँबाट एउटा फ्रेन्ड म चाहिँ यहाँबाट एउटा ब्याक टु बनेपुल है त। हजुर म पछाडितिर गइरहेको छु। जस अहिले चाहिँ यो प्रतीक्षालयहरू चाहिँ चट लाएर राम्रो देखिने गरी बनाइरहेको छ। हेर्दाखेरि पनि अपिलिङ राम्रो छ। तर त्यत्रो सबथरी गरिसकेपछि काठकै बेन्च हाल्दिनँ नि। लास्ट फलामको बेन्च हाले जस्तो छ कि सपोर्टिङ मात्र ऊ होला फलाम होला। बस्ने चाहिँ काठकै होला जस्तो हो। काठकै बेन्च सपोर्ट चाहिँ फलामले गरेर नाइस त्यसो। एटलिस्ट केही नभए पनि एउटा कल्चरली कल्चर झर्कल किने खालको देखिया छ। केही नभए पनि सो अहिलेको चाहिँ सिनारियो यो छ। यतापट्टिबाट हेर्दाखेरिको लभ डाँडा देखिन सकिन्छ। अलि अगाडिपट्टि हेऱ्यो भने कृष्ण मन्दिर देखिन सकिन्छ। अनि यही क्यामेरा फ्लिप मलाई देख्न सकिन्छ। यो एउटा कुनको बाटो लुकर बाटोमा हेर्दै गरेको। अलिकति माथि गयो भने अरू मान्छेहरू पनि देखिन्छ। सो डे 13 मा आइसक्दाखेरि कस्तो के भइरहेछ मेरो त म एउटा समरी नै राखिदिइहाल्छु लास्टमा गएर होइन। सो हजुरहरूलाई कस्तो के लागिरहेछ त्यसको नि प्रतिक्रियाहरू दिनु होला। हजुरको सानो प्रतिक्रियाले नै मलाई अझ अगाडि बढ्ने हौसला मिल्दछ। सो प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला। साथसाथै लाइक सेयर कमेन्ट पनि गरिदिनु होला है। सो आज चाहिँ फेरि अब बुढाबुढी घुम्नलाई बिहानै कता अरे हेलो त्यो हुर्की देखिन्छ भनेर त्यो पछाडि सो अझ हामी बौद्ध गइरहेछौँ। अब बाटोमा 1 सेकेन्ड ब्याक टु सबिना भ्लगर है त। यो एभ्रिवान के छ त हालखबर? हेलो केही मेकअप गरेको छैन ल। नेचुरल ब्युटी हो म। नेचुरल हेर्नु पर्यो हो। अनि आज चाहिँ हामी जाँदैछौँ बौद्ध। केको लागि भन्नुहुन्छ भने हामी मेडिकल जाँदैछौँ। मेडिकल होइन पोलिक्लिनिक। पोलिक्लिनिक होइन मेडिकल त हो नि तर होइन ल्याब मेडिकलमा मेडिसिन्स पाउँछ। अनि आज चाहिँ मेरो बुढो कहाँसम्म गराउनु भयो त? नारायण टारसम्म भन्छ खै अब लगेपछि थाहा हुँदो रहेछ त। कतासम्म पुग्नुभयो है? अनि के छ त
बजे नै खाना पाक्छ अनि खान नपाइकन हामी यहाँ जसरी नि खाने 11-12 बजे हो, त्यही भएर मैले बनाएको छैन। लास्ट टाइमको भ्लगमा त तिनीहरू सबजनाले एकदम मन पराएका थिए। एकदम कस्तो पारामा मन परा भन्ने कुरो हुन्छ। म यता पतर बोलिरहेको थिएँ के हालिदिनु भएछ। भाउजू भ्लगमा धेरै नै आवश्यक पर्ने रहेछ भन्ने कुरा जस्तो नि यसो आयो। यसरी हाल्ने होइन कि बेबी, काटकुट पारेर हाल्नुपर्छ नि यसो, नत्र हजुरको बुढीको पिल्ला हुँदैन यता। हामी चाहिँ आइपुग्यौँ क्लब। हजुर देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यो सानो चोक भनौँ न, घरबाट निस्किने बित्तिकै अलिअलि सामान, यो रेगुलर बेसिसमा सामानहरू पाइने सानो बजार। अब कस्तो मोटी देखाएको बुढाबुढीले फुटबल क्लास सकेपछि म त अब जगिङ गरेर घटाउँदैछु। अब तिमी मात्र फुटबल हुने होया लास्ट मोटी देखाए। बुढाबुढीले फुटबलबाट मिल्दैन। म हजुर चाहिँ अलिअलि फुटबल जस्तो भइसक्नु भयो। म चाहिँ अलिअलि चपी। म त के जस्तो रे? म त फुटबल। म चाहिँ मलाई भ्लगमा लिएर गयो बेबी। अनि हजुर एक्लै घुम्न जानुहुन्छ। लास्ट मोटी देखाएर न भन्दै हाम्रो चाहिँ यता अफिस टाइम भएर एकदम प्याक भइसकेको छ। बौद्धको नजारा पिपल बोर्डको हेरेर सक्नुहुन्छ। आज चाहिँ मौसम चाहिँ राम्रै छ। एकदिन त पानी पर्ला जस्तो भइरहेको छ न, भइदिरहेको आज भएको छैन होइन। अघि नै एकदिन म फर्किने बेलामा जाँदाखेरिसम्म अलिअलि घाम थियो होइन, अनि कालो बादलहरू आइदिरहेको ओ माने त्यही भन्नुपर्छ। अब जहिलेसम्म भनेर हुन्छ, कहिलेकाहीँ त मिस्टेक भइहाल्छ नि होइन त साथीहरू। सबका मालिक एक हो जे भने नि भगवान्लाई सम्झिने हो, केही फरक पर्दैन बेबी। हुँदैन भन्नु त कतिरहेछ, जाम छ यता। हामी चाहिँ आयौँ सिटी पोलिक्लिनिक। हामी चाहिँ निस्किसक्यौँ ब्लड दिएर। अब चाहिँ हामी घर जाँदैछौँ। घुमै जाने घरमा काम छ। यस्तो ड्रेस घरमा काम छ नि त, अनि नानी छ। कस्तो अब हजुरको सजिलोले मात्रै हुँदैन ल बेबी, अरू दिन लैजान न घुमाउन। अरू दिन लैजान त। ए मलाई के किनिदिनुहुन्छ? खरबुजा। कोही लिन बिजनेस गर्ने सोचिरहेको छु क्या बेबी। कस्तो बिजनेस? अब सक्सेस भएपछि भन्नुलाई नि। नभन्ने मलाई अरूलाई चाहिँ नभने अरूले थाहा भइहाल्नुहुन्छ नि म सक्सेस भएको। मेरो बुढाको युट्युब फ्यामिलीहरूलाई नभनेको कुरै हुँदैन नि। नेपालको बाटोको स्थिति यस्तो छ है। एक ठाउँमा राम्रो बाटो बनेछ भनेर खुसी भयो, अर्को ठाउँमा खाल्डा खुसी भेटिहाल्छ। यस्तो छ त्यसको स्थिति। बर्खा लाग्यो नि त। बर्खा लागे पनि यो त पहाड होइन नि त बेबी, यो त जाने काठमाडौँमा बाटो बनाउन सुरु हुन्छ नि त, त्यो थाहा छ तिमीलाई? यसो गर्ने होइन नि त। अब तिमी अब बिहे गरेर आएको यहाँ 5 वर्ष भइसक्यो हाम्रो मलाई नेता भन्नु पर्यो। मलाई नेता भन्नु पर्यो गाइजहरू।
पहिलो भोट त मेरो त गयो जसले त्यतिकै भन्यो धन्न हजुरले चाहिँ हाल्नु हुँदो रहेछ खुसी लाग्यो